हिमाले के भनेको छ भने पृथ्वीमा पाप ज्यादा भयो भने रगत पछि भयो भने रगतले ढाक्यो मान्छेको रगतले ढाक्यो भने म आफै आएर उठाइहाल्छु है भनेर र युमाको इङ्घम छ। त्यसले गर्दाखेरि तपाईँले यो सुनाउनलाई तपाईँले बोलाएको मैले तपाईँले यो चाहिँ अप्रचट बोलाएको खेतीको समयमा होइन बर्खा लाग्यो यो समयमा पनि तपाईँहरूलाई मैले बोलाएर यो कुरा मैले सुना। युमाले के भनेको छ भने पृथ्वीमा पाप ज्यादा भयो भने रगत पछि भयो भने रगतले ढाक्यो मान्छेको रगतले ढाक्यो भने म आफै आएर उठाइहाल्छु है भनेर र युमाको इङ्घम छ। त्यसले गर्दाखेरि तपाईँले यो सुनाउनलाई तपाईँले बोलाएको मैले तपाईँले यो चाहिँ अप्रचट बोलाएको खेतीको समयमा होइन बर्खा लाग्यो यो समयमा पनि तपाईँहरूलाई मैले बोलाएर यो कुरा मैले सुना। युमाले के भनेको छ भने पृथ्वीमा पाप ज्यादा भयो भने रगत पछि भयो भने रगतले ढाक्यो मान्छेको रगतले ढाक्यो भने म आफै आएर उठाइहाल्छु है भनेर र युमाको इङ्घम छ। त्यसले गर्दाखेरि तपाईँले यो सुनाउनलाई तपाईँले बोलाएको मैले तपाईँले यो चाहिँ अप्रचट बोलाएको खेतीको समयमा होइन बर्खा लाग्यो यो समयमा पनि तपाईँहरूलाई मैले बोलाएर यो कुरा मैले सुना।